मजाको हात तन्काउनुहोस्, एकदम आफू लामो लामो सासहरू लिनुहोस् अनि एक्टिभ भइन्छ है। तर मभन्दा एक्टिभ तपाईँहरू हुनुहुन्छ नि फेरि। ल अब खाँदा खाँदा घाँटीमा अड्कियो भने के गर्ने? पानी खाने। घाँटीमा टाउकोमा हान्ने। अरू के रहेछ? आइरहेको है कुराहरू। ल ल हजुर आउनुहोस् त। ल हजुर आउनुहोस्। अब खाँदा खाँदा घाँटीमा अड्कियो भने के गर्ने? ल हजुर आउनु। तपाईँहरू यहाँ झन् धेरै हुनुहुन्छ, ठुल्ठुलोले धेरै सिक्नुपर्छ। बच्चाहरूलाई भोलि त्यस्तो पऱ्यो भने गर्नुपर्छ, बुझ्नुभयो नि? ल सुत्नु पर्दैन यसको लागि चाहिँ। ल बाबुको नाम भनिदिनुहोस् त। सुजन। खाँदाखेरि घाँटीमा अड्क्यो भने कस्तो हुन्छ? तपाईँलाई कस्तो फिल हुन्छ भन्नुहोस् त? एकदम एकदम वाक वाक गर्छ, मलाई अड्क्यो 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 भनिन्छ नि होइन? त्यस्तो बेला के गर्ने? पानी खुवाउने। अरूले के भन्नुभयो? घाँटीमा हान्ने भन्नुभयो हो। अब के गर्ने? ल हेर्नुहोस्, अब तपाईँहरूले के गर्ने? अब राम्रोसँग हेर्नुहोस् है। ल हेर्ने, अब हल्ला नगर्ने। अहिले फेरि तपाईँहरूलाई म एक एक यहाँ ल्याएर गराउन लाउँछु। अहिले सिकाएको कुरो त सिक्नु पऱ्यो नि, हो कि नै? ल अब यदि खाँदाखेरि उहाँलाई घाँटीमा अड्क्यो भने, अब बाबुको नाम के भन्नु पऱ्यो? सुजन। ल सुजन बाबुलाई घाँटीमा अड्क्यो, कस्तो गर्नुहुन्छ? घाँटीमा अड्कियो बेला भन्नुहोस् त। खाँदा खाँदा घाँटीमा अड्क्यो, मासुको हड्डी नै अड्क्यो, खाँदा खाँदा भातै अड्क्यो, अब काँडा, अब माछा खाँदा काँडा अड्क्यो, अब खाँदा खाँदै मुखा के हालिरहेको थियो सिक्काहरू गरेर अड्क्यो भने अब के गर्ने त? ल बाबुलाई अड्क्यो है त, बाबुलाई गाह्रो भएको छ। अब बाबुलाई सोध्ने, गाह्रो भएको छ खोक्नुहोस् त भनेर सोध्ने। एकचोटि खोक्नुहोस्, कसरी खोक्नुहुन्छ गर्नुहुन्छ नि, हो कि नै? त्यसरी सोध्ने। गर्दा नि आएन भने, त्यो बेला आयो भने सहज भइहाल्यो। त्यो घाँटीमा अड्किएको झरेपछि बरु अलिअलि पानीहरू खान दिन मिल्यो। पहिले अड्किरहेला पानीहरू केही नदिनु। अहिले भन्नुभएको थियो कसले? पानी दिने, घुचुकमा हान्ने। हान्न त हान्ने, कहाँनिर हान्ने रहेछ अब पत्ता लगाउने है। म सिकाउँछु। अब उहाँको गर्दा पनि आएन भने त्यो बेला चाहिँ के गर्नु पऱ्यो भने उहाँलाई अलिकति आफू यो साइजमा बस्ने, हेर्नुहोस् उहाँको साइडमा आफू बस्ने अनि उहाँलाई अलिकति बेन्ड गराउने र अलिकति यो पोजिसनमा चाहिँ हेर्नुहोस् है, हात हेर्नुहोस् उहाँलाई यसरी राखेर। अब तपाईँहरूलाई देख्ने गरेर म सिकाउँछु। ल हेर्नुहोस्, उहाँलाई अलिकति ढल्किन लगाउने अनि उहाँको घाँटी र यो आफ्नो यो कुइनो हातलाई अगाडि छातीसम्म ल्याएर उहाँलाई यो पेरिफेरीले, यो हातले, यो हत्केलाको यो ठाउँले तपाईँहरूको कति हेर्नुहोस् है। ल अलि गर्नुहोस्। अब यो पेरिफेरीमा फेरि यहाँ हान्ने होइन। अहिले तपाईँले कहाँ भन्नुभएको थियो? घाँटीमा हान्नुभयो। यहाँ घाँटीमा हान्यो भने त झन् घाँटी न्याकिनी भयो, हो कि नै? अब पछाडिबाट अलिकति बल गरेर है उहाँलाई यो पेरिफेरीले यहाँनिर 5 पल्ट हान्ने है। 1 2 3 4 5 टाइम्स गर्दा पनि आएन भने फेरि अब के गर्ने? अर्को मेथड लगाउने। फेरि एकचोटि उहाँलाई खोक्नुहोस् त भन्न सक्यो, गाह्रो भयो भने अर्को मेथड के गर्न सक्यो भने अब यसलाई चाहिँ हामीले एब्डोमिनल थ्रस्ट भन्छौँ। नाइटोबाट चाहिँ तपाईँहरूलाई थाहा छ नि, ढेँडो उडाल्दा कसरी उडाल्नु हुन्छ? वहीँ पार्नुहुन्छ हो। त्यसरी नै उहाँलाई चाहिँ यो पोजिसनमा राख्ला र यस्तो गर्नु भन्ने। अनि यो नाइटोको पेरिफेरीमा यो हातलाई मुठी पारेर यो हातले यो नाइटोमा चाहिँ उहाँलाई एकदम, त्यो बेला त अड्किया हुन्छ, गाह्रो हुन्छ, जसरी नि निकाल्नु पऱ्यो, हो कि नै? अब त्यो बेलामा चाहिँ मजासँग यो नाइटोलाई चाहिँ यसरी माथि अलि बेन्ड हुनुहोस्, अलि यस्तो गर्नुहोस् है। मुखलाई चाहिँ ओपनै राख्नु भन्ने र मजासँग यसरी एब्डोमिनल थ्रस्ट गर्ने, उचालिने गरेर गर्नु पर्छ मजासँग, बुझ्नुभयो? यो गर्दा पनि आएन भने चाहिँ फेरि हामीले के गर्नु पर्यो? यो त हामीले के सिकिरहेछौँ अहिले? प्राथमिक उपचार। हामीले भएको कन्डिसनमा कसरी गर्ने भनेर सिकिरहेछौँ। यति गर्दा पनि भएन भने चाहिँ हामीले हस्पिटलै लिएर जानु पर्यो। त्यसपछि चाहिँ डक्टरहरूले गर्नुहुन्छ, बुझ्नुभयो?